So guys, आज चाहिँ हामी we are going to Dead Sea for a tour overnight. म दीपिका सजन्दा म त हैन तर त्यहाँ मेरो अरु साथीहरु पनि जान्छ र यहाँ चाहिँ हुनु छ सजन्दा जानु हुँदैछ देखाइदिन्छु त अन्त अहिले देखाइदिन्छु नि So our friends are waiting. हाम्रो साथीहरु चाहिँ अब यता अहिले चाहिँ मेरो बेबी रिसाइरहेको छ हैन मैले चाहिँ चिकनको मासु चाहिँ मागेर खायो भनेर चाहिँ उसले चाहिँ एकदम मागेर खायो So यहाँ चाहिँ अङ्गु छ हैन अनि यहाँ चाहिँ दीपिका हो यहाँ चाहिँ अङ्गु हो इन्ट्रोडक्सन अनि सोझेन्दा हजुर हेलो क्या टेन्सन अरे हेलो उयो के भयो हेमादी अनि यहाँ समुद्र दा हेलो सोमादी सरी के किन सजन्दा मेरोमा हालिदिनु त ओके सो गाइज वी आर एन्टरिङ आवर किङडम मलाई मोटो जस्तो लागेन अलिक मलाई तपाईँ त पर्फेक्ट अस्कोट यो लगाएर मलाई पुरा डान्स गर्नु मन पर्यो नेपालीमा रञ्जन ब्रो अस्ति भर्खर ओल्जा भएको अब चाहिँ फाइनली डेट सी ल सो गाइज अन्त ब्युटिफुल डेलाई पनि हेलो दी भनिदिइहाल्नु अम्बो छुट्टी त मजा आइदियो नि सुजौँ खै दादा मन भएको छ प्रतीक्षा दादा बिना अम्बो हेलो नमस्कार हेलो हजुर यो भिडियो चाहिँ भित्र खोज्नुपर्छ त्यो चाहिँ खोज्नुको लागि पुरा टाइम लाग्छ हेलो 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 हाम्रो जय बसी के राम्री देखेछ हौ ओइ खै हाम्रो सिट भनेको थिएन मैले पुङ्को दि हेलो हाउ आर यु यस ब्युटिफुल हाउ आर यु यिनीहरू चिनेको जस्तो लाग्यो त म हेलो नमस्ते के भयो के हो ब्रो यो देखा न छिटो यस्तो गरेर बडी गिफ्ट बडी थ्याङ्क यू थ्याङ्क यू भनेको हामी जानेवाला छु अब डेट हो अन्त वी आर गोइङ फर ओभरनाइट के भन्नु चाहन्छु मामा भनिहाल्नु के भन्नु छ भने अलिक जोडले भन न चाहिँ अलिकति एक्साइटेड भनेर चस्मा लगाएर जाइछु होइन सो हामी चाहिँ लास्ट बेन्च अलवेज फर एभर है लास्ट बेन्चमा हुन्छ हामी चाहिँ किनभने चाहिँ लास्ट बेन्च इज रक्स हो सो एनिवेज अब चाहिँ द जर्नी इज गोइङ टु गेट स्टार्टेड अब चाहिँ हामी चाहिँ आफ्नो सिट पाउनु पर्यो एक्सक्युज मी सर यु नीड टु जम्प टु योर रेस्पेक्टिभ सीट प्लिज यसले फेरि सेरोटिन भनेर मान्छे म पनि जान्छु त कोही भने So guys, we have already started the journey. The bus is moving, and everyone is like excited for the trip. Apurudi, how are you? I'm good. Parking lot. Box. So ये ताले गति है, साथी भाइहरु. मजा आउँछ हैन? अब डल्लै छ है अन्त दादाले त मी मटर बनाए मटर खाने छ कृष्ण मटर पात बनाए त चाउमिन खाको यहाँ हुन्छ अन्त हेर
दामी जोडीहरू त्यहाँबाट हुनुहुन्छ है हेलो नमस्ते सबैजना र अब चाहिँ म मेरो सिटमा गएको किनभने अब बेसी नै हलिरहनु भयो भने चाहिँ म अलिकति बिमार हुने चान्सेस हुन्छ हो त्यस कारण चाहिँ म चाहिँ सिटमा गएर हेलो दि सिकाउनुहुन्छ हेलो दि सिकाउनुहुन्छ ओके मजा गर्नुहुन्छ ल हेलो साथी हाउ आर यु मजा गर्नुहुन्छ ल के राम्री केटीहरू हो मेरो भिडियोमा के मेरो भिडियोमा के राम्री केटीहरू हो दुईजना डु यु वान्ट टु से एनिथिङ गाइज सही दिन होती है तुमसे ये होता है हेलो दी वेलकम टू माय चैनल गोर्खालाई पिछामा हिँड्छ है बोक्दैन है सेरुतिम सेरुतिम दिदी बहिनी हो नारा लगाउँदा सेरुतिम सेरुतिम So guys, अब चाहिँ हामी चाहिँ we are already in the destination. अब यसो छिटो आइपुग्यो है हामी है यो चाहिँ एक्चुअली त मलाई यो डिस्क्रिप्सन दिनु के चाहिँ हुनेवाला थियो हामी चाहिँ एक्चुअली डेट सी भनेको थियो तर हामी किशनगञ्ज दा तपाईलाई अलिकति थाहा छ भने भनिदिनुस् त मलाई केही थाहा छैन बहिनी मलाई त डेसी भनेर नि यति भने कि मलाई त डेसी भनेर किशनगञ्ज ल्याइदियो जाम न जाम हाम्रो बेग बाहिर निस्क्यो पहिला तँ तर भनौँ भनेको त छैन रहेछ होइन आगै भन् We thought we are going to Dead Sea. Yeah. We are in Jericho. We are in Jericho. Why, give me 5, give me 5. We thought we are coming to Dead Sea. We are in Jericho. Guys, this is like extraordinary.
भेन्टा आइपुग्यो अरे भिल्ला अनि भन न फेरि कहाँ आइपुग्यो अरे भिल्ला भनेको त भेन्टाबारी भेन्टा कस्तो साइडको पर्छ आया कसम मलाई ओइ कसम कस्तो यस्तो दुखेको खुट्टाहरू हुन्छ 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 म त स्विमिङ पुलमै सुत्छु या भ्यू हजुर And my husband is in the अभि अलिक ढिलो भयो my baby is in the second seat. बेबे छिटो न Maybe he's very angry with me because I'm not with him all the time. Who is this man? उ चाहिँ फेरि मेरो बेबी हो नि नयाँ अन्त हामी म र मेरो बेबीको चाहिँ मेरो ओके सो सबैको एन्ट्री हुन थाल्यो यहाँ है आउन थाल्यो हजुर एन्ट्री हुन थाल्यो यहाँ सबैको बालिका अन्त हाङमा बालिका हाङमा कहाँ खोज्नु खोज्दा अब चेपमा खोज्नुपर्छ सबैजना आउनु थाल्यो सबैजनाको चाहिँ अब एन्ट्री चाहिँ हुन थाल्यो एन्ड दिस इज आवर भिला फर टुडे यहाँ चाहिँ हामी बस्दैछौँ एन्ड हाफ अफ द पिपल दे आर स्टेइङ इन टेन्ट हो मलाई पनि स्पेसली टेन्टमै बस्नु मन छ बस्नु त तर पनि लेट्स सी व्हाट विल ह्यापन युडेन्दी हेभी रमाइलो हुनुहुन्छ होइन युडेन्दीले चाहिँ हेभी एन्जोयमेन्ट गर्नुहुन्छ ऊ चाहिँ हेभी रमाइलो मान्छे लाग्छ मलाई होइन सो युडेन्दी ल मेरो बहिनीको नाइस टु मिट यु भिडियोलाई लाइक सब्स्क्राइब गर्नु सबैले ओके सो प्रतिभा चाहिँ मेरो न्यू क्रस अहिले चाहिँ हामी यहाँ है स्विमिङ पुलमा छ अन्त प्रतिभा चाहिँ सी इज गोइङ टु स्विम या गोइङ टु स्विम होइन पुङ्गुरी पुङ्गुरी लाग्छ अरे सर बर्थडे गरिस् Happy birthday to you. Happy birthday, dear Archie. Happy birthday to you. Happy birthday, dear Archie Sathi. Happy birthday to you. पानी में ही जा रहे आज एकदम सबैलाई रमाइलो भयो होला है थ्याङ्क यू गुड नाइट एभ्रीबडी क्यारोलिना दी एन्ड क्यारोलिना दा गुड नाइट guys hey now the birthday is over and the party is over so everyone is going to sleep and half of the people are in tent and half of the people they are in the rooms right so I think they are already asleep and this is our tent and tomorrow I guess Good night. Good night. I was actually supposed to sleep with Cholanda in Deepika's tent, but it's too small, smallest of all. Good night, everybody. Bye bye. Love you all.